मन्त्री परिषद विस्तारको चर्चाले जेनजीबीच खैलाबैला। प्रधानमन्त्रीका स्वकीय सचिव भन्छन् कसैको नाम सिफारिस भएको छैन। राष्ट्रपति रामचन्द्र पौडेललाई बान्ता र चक्कर आउने समस्या देखियो। जेनजी प्रतिनिधिहरूले सरकार एनजिओले चलायो भन्दा झोकिन प्रधानमन्त्री सुशीला कार्की। बब्लु गुप्ता भन्छन् मन्त्री बन्ने कुरा म आफैलाई पनि थाहा छैन। शीतल निवास अगाडि जेनजी युवाहरूको नाराबाजी। टासी लान्जोममाथि आधारहीन आक्रमण भएको भन्दै जेनजी समूहले गर्यो भर्त्सना। विपिन जोशी हमासको कब्जाबाट रिहा हुनेमा नेपाल आशावादी। नेपाली कंग्रेसको केन्द्रीय समितिको बैठक 2 दिन पछाडि धकेलियो। हाम्रो विद्रोहले दल अस्वीकार गरेको होइन, चुनावको विकल्प छैन भन्दै जेनजी नेपालले गर्यो अपिल। चुनावमा भाग लिनको लागि जेनजी प्रतिनिधिहरूको आह्वान। यथास्थितिमा कंग्रेस जनतामा जान नसक्ने कंग्रेस नेता अर्जुन नरसिंह केसीको भनाई। कंग्रेस नेता शशाङ्क कोइराला भन्छन् तत्काल कार्यवाहक सभापति तोक्नु पर्यो। पार्टीमा युवाहरूका लागि छुट्टै कोटाको व्यवस्था गर्न कंग्रेस उपसभापति गुरुङको प्रस्ताव। मिथिलाको पहिरनलाई जगेर्ना गर्न सांस्कृतिक पहिरन अभियान सुरु। नेतृत्व हस्तान्तरण गर्न केपी ओलीमाथि दबाव। विपद संकटग्रस्त घोषित इलाममा मन्त्री कुलमान पनि राहत वितरणमा सहभागी। राज्य संरचनाबाट अनधिकृत निर्देशन आउने कुरा उपयुक्त होइन भन्छन् नेकपा एमालेका नेता महेश बर्तौला। माओवादी नेता माधव सापकोटा भन्छन् सिंहदरबार भित्र र बाहिरका अभिव्यक्ति नजिकबाट हेरिरहेका छौं। राष्ट्रपति र प्रधानमन्त्रीले वास्तविक जेनजीसँग संवाद नगरेको राजावादी जेनजी एलायन्सको आरोप। मध्यरातमा राउटे बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोज्ने एकजना पक्राउ। कान्तिपुर भेट डिस्ट्रिब्युट्सका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ। युवा मैत्री कंग्रेस निर्माण गर्न माग गर्दै कंग्रेस मुख्यालयमा युवाहरूको धरना। हामी नर्स हौं मेसिन होइनौं भन्दै नर्सहरूको देशव्यापी आन्दोलन। कंग्रेसमा विशेष महाधिवेशन माग्दै 50% भन्दा धेरै प्रतिनिधिहरूले गरे हस्ताक्षर। जग्गा धनीसँग रहेका कागजातका आधारमै श्रेष्ठता कायम गरिने यस्तो छ नयाँ व्यवस्था। विभेदको जङ्घार तर्दै प्रहरीको उच्च ओहदासम्म डम्बर बिकाको सङ्घर्ष। मूल्य वृद्धिको माग गर्दै घोराइका मासु व्यवसायीहरूले गरे पसल बन्द। महानायक राजेश समाल भन्छन् आगामी चुनावसम्म राजनीतिक माहौल अझै गडबडतिर जान सक्छ। उनोस् आजको समाचार सुरु गरौँ मन्त्री परिषद विस्तारको चर्चाले जेनजी भित्र खैलाबैला सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री सुशीला कार्कीले 4 जनालाई समेटेर मन्त्री परिषद विस्तार गर्न लागेका चर्चा चलेपछि जेनजी अगुवाहरू बीच नै खैलाबैला मचिएको छ। सम्पदा अभियन्ता गणपति लाल श्रेष्ठ, युवा अभियन्ता बब्लु गुप्ता, डाक्टर रामजी राम र जलवायु परिवर्तन अभियन्ता टासी लाम्जोनलाई मन्त्री बनाउने चर्चा हुन थालेपछि हल्लीखल्ली मचिएको हो। नाम सार्वजनिक भएका स्वयंले भने आफूहरूलाई यसबारे कुनै जानकारी नभएको बताइरहेका छन् भने कतिपयले सार्वजनिक नाममा विरोध जनाइरहेका छन्। चर्चा भएका मध्ये गुप्ताले मन्त्री बन्ने बारे आफूलाई कसैले प्रस्ताव नगरे बताउँछन्। उनले सामाजिक सञ्जाल फेसबुकमा समेत लेखेका छन् मलाई मन्त्री परिषद बारे कुनै पनि कुरा थाहा नभएकाले कृपया भ्रमका पछाडि नलाग्न सबैमा अनुरोध गर्दछु उनले भनेका छन्। रामजी रामले समेत आफूसँग कसैले पनि छलफल नगरेको भन्दै मेरो नाम आएकोमा खुसी त लाग्यो, तर यसबारे मलाई कसैले भनेका छैनन्। म अहिले चन्द्रनिगापुरमा ड्युटीमा छु, काठमाडौँ आउने योजना पनि छैन। सम्पदा अभियन्ता श्रेष्ठलाई समेत यसबारे कसैले औपचारिक जानकारी नदिएको बताइएको छ। सार्वजनिक भएको नाम मध्ये टासी लाम्जोमको नाममा भने विवाद भएको छ। हुन त उनको नाम केही पहिले समेत चर्चामा आएको थियो, तर उनको पृष्ठभूमिलाई लिएर जेनजी नेताहरूले नै असन्तुष्टि प्रकट गरेका छन्। अहिले जेनजी कर्णाली संयोजक सुप्रिया साईको नाममा जारी विज्ञप्तिमा समेत उनको नागरिकता विवाद रहेकाले त्यस सम्बन्धी विवाद छानबिन गर्न माग गरेकी छन्। टासी लाम्जोमको फ्री तिब्बत अभियान सम्बन्धी कुनै गतिविधि वा राजनैतिक अभियानमा संलग्नताका अपुष्ट समाचारहरू प्राप्त भएको हुँदा कुनै अन्तर्राष्ट्रिय प्रभाव वा संलग्नता भए स्पष्ट पारियोस् विज्ञप्तिमा भनिएको छ। जेनजी आन्दोलनमा टासी लाम्जोमको सहभागिता तथा योगदान र कर्णाली प्रदेशका स्थानीय मुद्दा र विकासका क्षेत्रमा उनको योगदानबारे पारदर्शी जानकारी सार्वजनिक गरियोस्। यो विज्ञप्ति आएपछि इन्डिजिनियस जेनजेड कलेक्टिभ र जेनजेड मुभमेन्ट एलायन्सको नाममा अर्को विज्ञप्ति जारी भएको छ। ल्याम्जोममाथि बदनियतपूर्वक ढङ्गले आक्रमण भएको जिकिर गरिएको छ। विज्ञप्तिमा उनको नागरिकताको प्रतिलिपि समेत सार्वजनिक गरिएको छ। हुम्लाको लिमी वडा नम्बर 6 को कार्यालयले उनी 29 कार्तिक 2056 मा उक्त वडामा जन्मिएको भन्दै दिएको सिफारिस समेत उल्लेख गरिएको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको छलफलमा समेत यसबारे जेनजी अगुवाहरू बीच एक आपसमा कुराकानी भएको थियो। राष्ट्रपति आउनु भएन, त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मन्त्रीहरूसँग केही समय छलफल गरेका थियौं। बैठकमा सहभागी एक जेनजी नेताले भनेका छन्। त्यसबेला अनौपचारिक कुराकानीका क्रममा हाम्रै साथीहरूसँग समेत मन्त्री परिषद विस्तारबारे सोधखोज गरेका थियौं। त्यस क्रममा कुनै पनि समूहले त्यस्तो नाम सिफारिस गरेको थाहा नपाएको बताइएको छ। एक जेनजी नेताले हामी नेपालका संयोजक सुदन गुरुङले केही साता पहिले 3 जनाको नाम प्रस्ताव गर्न खोजेको तर विवाद भएपछि रोकिएको सुनाउँछन्। खासमा यी नामहरू पहिले
पहिले आएका थिए तर विभिन्न कारणले रोकिए। उनले अब अहिले फेरि त्यो विषय उठेपछि विवाद भएको जस्तो देखिएको हो। जेएनजी आन्दोलनपछि पूर्व प्रधान न्यायाधीश कार्कीको नेतृत्वमा सरकार बनेपछि 2 पटक मन्त्री परिषद विस्तार भएको छ तर 2 पटक जेएनजीको प्रतिनिधित्व भने भएको छैन। सरकारमा जेएनजीको पनि प्रतिनिधित्व हुनुपर्ने माग अगुवाहरूले राख्दै आएका छन्। यद्यपि कार्की प्रधानमन्त्री बनेपछि भएको छलफलमा उनीहरूले आफ्नो आवश्यकता अनुसार मन्त्री छान्न भनेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेएनजी आन्दोलनका प्रतिनिधिहरूसँग भेटवार्ताको कार्यक्रम तय गर्नुभएको थियो तर एक्कासी उहाँ बिरामी पर्नुभयो। उहाँलाई महाराजगञ्ज स्थित मनोहर कार्डियोथेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। उहाँको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणि गजुरेले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। अस्पताल स्रोतका अनुसार उहाँलाई बान्ता र चक्कर लागेपछि अस्पताल लगिएको हो। उहाँले सुरुमा चक्कर लाग्यो भन्नुभएको रहेछ, पछि निरन्तर बान्ता पनि हुन थालेपछि अस्पताल ल्याइएको हो अस्पताल स्रोतले बताएको छ। स्रोतका अनुसार उहाँलाई पोजिसनल भर्टिगो भएको हो। यो रोग लागेका मान्छेहरू अचानक टाउको भित्र केही घुमाएको जस्तो महसुस गर्छन् जसले हल्कादेखि तीव्र चक्कर लाग्ने लक्षणहरू देखा पर्छ। राष्ट्रपति पौडेललाई पनि त्यही भएको र अहिले अवस्था सामान्य भएको चिकित्सकहरूले बताएका छन्। प्रधानमन्त्री सुशीला कार्की र जेएनजी प्रतिनिधिहरूबीच शनिबार झण्डै 2 घण्टा लामो छलफल भयो। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्की र जेएनजी प्रतिनिधिहरूबीच छलफल हुने तय भएको थियो तर शनिबार नै राष्ट्रपति पौडेल अस्वस्थ भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको छ। राष्ट्रपति नै सहभागी हुन नसकेपछि प्रधानमन्त्री कार्कीले जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्नुभएको थियो। जेएनजी समूहबाट सुदन गुरुङ, ओजस्वी राज थापा, मिराज ढुङ्गाना, प्रवेश दाहाल, जितेन्द्र शाह, प्रशान्त पौडेल, अंकित अधिकारी, अभिषेक श्रेष्ठ, जुनल गदाल, अर्जुन साई, रक्षा बम, प्रदीप गेवाली, युजन राज भण्डारी, आदित्य कर्ण, आकृति घिमिरे, मोनिका निरौला, ओजस्वी भट्टराई, रिजन राणा मगर, निकुञ्ज भण्डारी लगायतको सहभागिता रहेको थियो। सरकारका तर्फबाट मन्त्री कुलमान घिसिङ बाहेक सबै मन्त्रीहरूको सहभागिता रहेको थियो। राष्ट्रपति अनुपस्थित भएपछि बैठक एजेन्डामै प्रवेश नभएको एक जेएनजी प्रतिनिधिले बताएका छन्। निर्वाचनको विषयमा छलफल हुने भन्ने एजेन्डा थियो। राष्ट्रपति ज्यू उपस्थित हुन सक्नु भएन। त्यसपछि प्रधानमन्त्री ज्यूले तपाईहरूको कुरा के छ भन्नुभयो। ती प्रतिनिधिले सेतो पार्टीसँग भनेका छन्। त्यसपछि जेएनजी प्रतिनिधिहरूले पालै पालो आफ्नो भनाई राखेका थिए। उनीहरूले आन्दोलनलाई संस्थागत गर्नका लागि लिखित समझदारीमा हस्ताक्षर गर्नुपर्ने कुरादेखि शहीद र घाइतेका परिवारहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र उनीहरूलाई सरकारमा पनि समेट्नुपर्ने माग राखेका छन्। त्यसपछि प्रधानमन्त्री कार्कीले हुन्छ तपाईहरूको कुरा राम्रोसँग बुझेको छु भन्नुभयो र त्यो काम छिट्टै हुन्छ पनि भन्नुभएको छ। प्रधानमन्त्री कार्कीको भनाई उद्धृत गर्दै ती प्रतिनिधिले बताए। प्रतिनिधिले मन्त्री बन्ने चर्चामा रहेकाहरू बारे पनि प्रधानमन्त्री कार्कीलाई प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले त्यसमा सत्यता नभएको बताउनुभयो। मन्त्री परिषद विस्तारका लागि जेएनजीसँग सम्भावित व्यक्तिहरूको नाम मागिरहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो। मन्त्रीका लागि नाम मागेको छु, आएको छैन। बाहिर चर्चा चलेका व्यक्तिहरूलाई मन्त्री बनाउन लागि होइन, त्यसको बारेमा सल्लाह गरेर नियुक्तिमा जान्छु, प्रधानमन्त्री कार्कीले छलफलमा भन्नुभयो। केही प्रतिनिधिहरूले संविधानको विषयमा पनि प्रश्न उठाएका थिए। केहीले यही संविधान मानेर जाने हो कि होइन भन्ने प्रश्न उठाउनु भएको थियो। प्रधानमन्त्री ज्यूले त्यसमा जवाफ दिनु भएन, ती प्रतिनिधिले भनेका छन्। जेएनजी प्रतिनिधिहरूले भ्रष्टाचार नियन्त्रणका विषयमा प्रश्न उठाएका थिए। त्यसमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभयो। काम हुँदैछ, 1-2 दिनमै नतिजा आउने काम होइन, जादुको छडी होइन, बिस्तारै काम देखिरहेको छ, देखिँदै जान्छ पनि प्रधानमन्त्री कार्कीले भन्नुभयो। बैठकमा केही बेर माहौल चर्का-चर्की समेत बनेको 3 जना प्रतिनिधिहरूले सेतो पार्टीलाई बताएका छन्। 2 जना प्रतिनिधिहरूले नाम नखुलाउने शर्तमा त्यहाँ भएको चर्का-चर्की बारे पनि बताए। बैठकको बीचमा एक प्रतिनिधिले प्रधानमन्त्री कार्कीलाई सरकार एनजिओको हो भनेर सोधेका थिए। सरकार एनजिओको हो, सरकारका सबै मन्त्री एनजिओका हुन् भनेपछि चर्का-चर्की पनि भयो, 2 जना प्रतिनिधिहरूले भनेका छन्। त्यसपछि प्रधानमन्त्री कार्की झोक्किनु भएको थियो। के को एनजिओ, को एनजिओ, कोही छ एनजिओमा काम गरेको, यस्तो कुरा चाहिँ नगर्नुहोस्। मैले आजसम्म कुन एनजिओमा काम गरेको छु, यहाँ भएका कसैले काम गरेका छन्, नचाहिने कुरामा जसले जे भनौँ पत्याउने तपाईहरू नजानुहोस्, प्रधानमन्त्री कार्कीको भनाई उद्धृत गर्दै ती प्रतिनिधिहरूले भनेका छन्। जेएनजी मुभमेन्ट अलायन्सका प्रतिनिधि मोनिकाले पनि बैठकमा केही हल्ला भएको भने स्वीकार गर्छिन्। बीचमा हल्लाहल्ला भयो, सबै कुरा त मलाई पनि थाहा भएन, हल्लाहल्ला भने भएको थियो। उनका अनुसार शनिबारको छलफलमा सरकारबाट भएका कामहरू बारे प्रधानमन्त्री कार्की र अन्य मन्त्रीहरूले जेएनजी प्रतिनिधिहरूलाई जानकारी गराएका थिए। शिक्षा मन्त्री महावीर पुनले घाइतेका कुरुवाहरूलाई आर्थिक सहायता गरेको देखि शिक्षाको विषयमा सरकारले गरिरहेको काम बारे जानकारी गराउनु भएको थियो। परिपूर्णको विषयमा अझै काम गर्न आवश्यक छ भनेर शहीद र घाइते परिवारबाट पनि आएको थियो। प्रधानमन्त्री र मन्त्रीहरूले अझै गर्छौं भन्ने प्रतिबद्धता जनाउनु भएको छ। सुशासनका कामहरू पनि द्रुत गतिमा भइरहेका पनि छन् उनले भनेकी छन्। जेएनजी मुभमेन्ट अलायन्सले समावेशिताको कुरा पनि उठाएको बताइएको छ। बैठकहरू लगायत वार्ता टोलीहरू जे बन्छन् समावेशी हुनुपर्छ भन्ने विषय राख्यौं, ती प्रतिनिधिले भनेका छन्। बैठकबाट बाहिरिएपछि पत्रकारसँग कुराकानी गर्दै जेएनजी प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचनको विषयमा छलफल गर्न बोलाइएको बताउँछन्। यद्यपि राष्ट्रपति अस्वस्थ हुँदा त्यस विषयमा छलफल नै प्रवेश नभएको उनको तर्क रहेको छ।
जेएनजी आन्दोलनमा सक्रिय युवा बब्लु गुप्ताले मन्त्री बन्ने कुरा आफूलाई समेत थाहा नभएको बताएका छन्। जेएनजी पुस्ताको तर्फबाट 4 जनाको नाम सिफारिस भएको मध्ये बब्लुको नाम पनि चर्चामा रहेको थियो। उनको नाम खेलकुद मन्त्रीको रूपमा चर्चामा आएका बेला उनले यस्तो धारणा बाहिर रहेका हुन्। आफूले काममा विश्वास गर्ने भएकाले यस्तो कुराको पछाडि नलागेको बताउँदै उनले भने यो मन्त्रीको कुरालाई लिएर मिडियामा ट्रायल पनि हुन सक्छ। नेपालमा सकारात्मक कुरा भन्दा नकारात्मक कुरा बढी हुने गरेको भन्दै उनले आफूलाई मन्त्रीको बारेमा जानकारी नरहेको पनि पटक पटक दोहोर्याएका छन्। राष्ट्रपति कार्यालय अगाडि मिडियासँग कुराकानी गर्दै गुप्ताले आफू 10 वर्षदेखि काम गर्दै आएको र काम गर्नेमा मात्र रुचि रहेको उनी बताउँछन्। नभएको कुराको पछि लाग्न नहुने भन्दै उनले विगतमा गरेको कामको आधारमा कसैले यो कुरा चर्चामा ल्याएको हुन सक्ने तर यथार्थ भने त्यस्तो नभएको प्रतिक्रिया दिएका छन्। राष्ट्रपति भवन शीतल निवास अगाडि शनिबार जेएनजी युवाहरूले नाराबाजी गरे। राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरूले नाराबाजी गरेका हुन्। राष्ट्रपति पौडेलले शनिबार जेएनजी युवाहरूसँग छलफल गर्न बैठक बोलाउनु भएको थियो। राष्ट्रपतिसँगको छलफलमा सहभागी हुन शीतल निवास भित्र प्रवेश नपाएका युवाहरूले नाराबाजी गरेर विरोध जनाएका थिए। नाराबाजी गर्ने युवाहरूले वास्तविक जेएनजीलाई बाहिर राखेर हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीलाई मात्रै शीतल निवास भित्र प्रवेश गर्न दिएको आरोप लगाएका छन्। जेएनजी प्रतिनिधि इन्जिनियर प्रवेश लामाले जेएनजी आन्दोलन सुदन गुरुङले मात्र नगरेको बताउँछन्। सरकारले फागुन 21 गते तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सहज वातावरण बनाउन राष्ट्रपति पौडेल आफै सक्रिय हुनुभएको छ। राष्ट्रपति पौडेलले शुक्रबार राजनीतिक दल र प्रधानमन्त्री सहित सरकारका मन्त्रीहरूसँग छलफल गर्नुभएको थियो। इन्डिजेनस जेएनजी कलेक्टिभले जेएनजी आन्दोलन र जलवायु परिवर्तनकी सक्रिय अभियन्ता टासी लाम्जोममाथि सामाजिक सञ्जालमा आधारहीन लाञ्छनापूर्ण आक्रमण भएको भन्दै सशक्त भर्त्सना गरेको छ। कलेक्टिभले एक प्रेस विज्ञप्ति जारी गर्दै हिमाली भेगमा जलवायु परिवर्तन सम्बन्धी संवेदनशील विषयवस्तुलाई वृत्तचित्र एवं सर्वे दृश्य मार्फत उठान गर्दै आएकी हुम्ला नामका निवासी 25 वर्षीय टासी लाम्जोममाथि नेपाली जस्तो नदेखिने, नेपाली भाषा बोल्न नजान्ने, विदेशी शक्तिबाट परिचालित, नक्कली नागरिकता लिएको जस्ता तथ्यहीन र निराधार आरोप लगाएको उल्लेख गरिएको छ। उनलाई मन्त्री परिषद सदस्य बनाउँदा नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डतालाई आँच पुग्ने भनिएको छ। यी कुनै पनि आरोप सत्य र तथ्यमा आधारित नभएको हामी स्पष्ट पार्न चाहन्छौं, विज्ञप्तिमा उल्लेख गरिएको छ। भदौ 23 र 24 गते व्यतिथि भ्रष्टाचार र कुशासन विरुद्ध भएको जेएनजी आन्दोलन एकल काटे राष्ट्रवादी सोच विरुद्ध विविधतायुक्त चिन्तन प्रणालीका लागि पनि भएको कलेक्टिभको भनाइरहेको छ। कलेक्टिभ नेपालका आदिवासी समुदाय शताब्दीौंदेखि राज्यबाट योजनाबद्ध रूपमा बहिष्कृत हुँदै आएको यथार्थ उम्ल्याएको छ। गैरखस भाषा, गैर हिन्दू संस्कृति र मंगोलियन अनुहारकै आधारमा खाटी नेपाली हुन नसक्ने झुटो आरोप लगाउँदै उनीहरूलाई राष्ट्रिय पहिचान र सार्वजनिक जीवनबाट टाढा राख्ने प्रयास गरिएको बताइएको छ। अहिलेको संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य व्यवस्थामा समेत विक्रम सम्वत 1854 को मुलुकी ऐनले संस्थागत गरेको पितृसत्तात्मक जात जातिका विभेदका अनेकौं अवशेषहरू अभ्यासमा छन्, विज्ञप्तिमा भनिएको छ। यसकारण आदिवासी महिला तथा नागरिकलाई जात जातीयता, लिङ्ग, भूगोल, भाषा, धर्म, संस्कृति, वर्ण र वर्गका आधारमा राज्य र समाजमा अदृश्य बनाएको कलेक्टिभको ठहर रहेको छ। अझै पनि अदृश्य बनाउने कसरत जारी छ। उनीहरू पूर्ण रूपमा नेपालको नागरिक नठहराइनुको चरम मारमा परिरहेका छन्। दोहोरो तेह्रो विभेद, दमन र अन्यायमा बाँच्न र त्यस खाले नीति र व्यवहार विरुद्ध लड्न बाध्य पारिएका छन्, विज्ञप्तिमा भनिएको छ। परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका विपिन जोशी रिहा हुनेमा आशावादी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले हालसम्मको अवस्था हेर्दा जोशी सकुशल रहेको र चाँडै रिहा हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। ढिलै भए पनि विपिन जोशी कब्जामा परेपछि सुरुको भिडियो सार्वजनिक भएको छ। मृत्युको लिस्टमा उनको नाम छैन। इजरायलले पनि जिउँदै रहेको भन्दै आइरहेका कारण उनी चाँडै रिहा हुनेमा आशावादी छौं, उहाँले भन्नुभयो। इजरायल स्थित नेपाली दूतावाससँग परराष्ट्र मन्त्रालयले नियमित सम्पर्क गरिरहेको समेत उहाँले बताउनु भएको छ। उहाँले इजरायल र हमास बीच भएको शान्ति सम्झौतालाई नेपालले स्वागत गरिरहेको पनि जानकारी दिनुभयो। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आधिकारिक रूपमै सो सम्झौताको स्वागत गरेको छ। साथै नेपालले यो महत्त्वपूर्ण सम्झौता सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको प्रशंसा समेत गरेको छ। यो सम्झौतालाई कार्यान्वयन गर्न र गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न तथा दिगो शान्तिको मार्ग प्रशस्त गर्न मन्त्रालयले सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ। साथै जोशी लगायत सबै बन्धकको तत्काल रिहाईको आह्वान पनि गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ। आजका लागि बोलाइएको बैठक 2 दिन पर सारेर 28 असोजमा बोलाइएको हो। केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार कार्य सम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको बताइएको छ। कार्य सम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको तर केन्द्रीय समितिमा पेश गर्ने एजेन्डाबारे निर्णय लिन आइतबार पनि कार्य सम्पादन समितिको बैठक बस्ने घिमिरेले जानकारी दिनुभयो। बुधबारदेखि बोलाएको शीर्ष नेताको बैठकमा शुक्रबारदेखि कार्य सम्पादन समितिका सदस्यहरू पनि डाकिएको थियो। शुक्रबार र शनिबार गरी सबैको बोल्ने क्रम सकिएको बताइएको छ।
जेनजी प्रतिनिधि रक्षा बमले राजनीतिक दललाई निर्वाचनमा सहभागी हुनका लागि अपिल गरेकी छन्। इतिहासले अहिलेका राजनीतिक दललाई एउटा गम्भीर मोडमा उभ्याएको भन्दै समस्याको समाधान निर्वाचनको विकल्प नभएको उनको भनाइरहेको छ। अपिलमा भनिएको छ, अब आवश्यक कुरा विद्रोहको आवेग होइन, न त विद्रोहलाई गिजाउने शैली नै हो। आजको आवश्यकता यस विद्रोहको सत्यलाई संस्थागत रूप दिने विवेकको हो। इतिहासले अहिलेका राजनीतिक दललाई एउटा गम्भीर मोडमा उभ्याएको छ। या त जनताको विश्वास पुनर्आर्जन गर्ने साहस देखाउनुहोस्, या त इतिहासको नमिठो पानामा हराउन तयार हुनुहोस्। नेपाल नयाँ युगको प्रवेशद्वारमा उभिएको उनको भनाइरहेको छ। उनले लेखेकी छन्, अब पाखा पल्टिने होइन, मार्ग तय गर्ने समय आएको छ। यही प्रक्रिया हाम्रो लोकतान्त्रिक निरन्तरताको आधार पनि हो। यही बाटो विद्रोहको औचित्यलाई संस्थागत बनाउने माध्यम हो। अब चुनावमा जानु राष्ट्रको साझा राजनीतिक जिम्मेवारी हो। इतिहाससँगको हाम्रो प्रतिबद्धताको निर्णायक परीक्षा पनि हो। परिवर्तनको म्यान्डेट जनताको हातमा सुम्पिने ऐतिहासिक घडीमा सम्पूर्ण राजनीतिक दल, राजनीतिक शक्ति, नागरिक समाज, जेनजी साथीहरू, युवा पुस्ता एवं सम्पूर्ण नेपाली नागरिकहरूमा निर्वाचनमा लाग्न अपिल गरिएको छ। यो समूहमा प्रदीप ग्यावाली, युजनराज भण्डारी, मनिष खनाल लगायतका जेनजी अभियन्ताहरू रहेका छन्, जो पहिलो दिन आन्दोलन आह्वानकर्ताहरू थिए। उनीहरू शीतल निवासमा पनि छलफलमा भाग लिएका थिए। जेनजी आन्दोलनका प्रतिनिधिहरूले आउँदो फागुन 11 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दल लगायत सबै तह र तबकालाई आह्वान गरेका छन्। शनिबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्री परिषदका सदस्यहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन्। संसदीय अभ्यासमा रहेका पुराना दलहरू निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुन सक्छ, त्यसैले घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्नेमा आफूहरूको मान्यता रहेको उनीहरूले बताएका छन्। जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने पक्षमा आफूहरूको सोच रहेको बताउँछन्। निर्वाचनमा सबै दलहरू आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन, सबैले भाग लिन पाउनुहुन्छ, अधिकार छ। जनताले छाने भने जो तपाईँ नै निर्वाचित हुनुहोला। निर्वाचन मार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिस्पर्धा हुन्छ, सबैजना आउनुहोस्, उनले भनेका छन्। ढुङ्गानाले वर्तमान मन्त्री परिषदमा सडक आन्दोलनलाई उचाइमा पुर्याउन योगदान दिनेलाई समावेश गर्नुपर्छ भन्ने आफूहरूको स्पष्ट धारणा रहेको बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरू र सरकारबीच आउँदो निर्वाचनका विषयमा छलफल भएको थियो। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले यथास्थितिमा कांग्रेस जनतामा जान नसक्ने स्पष्ट पार्नु भएको छ। शनिबार पदाधिकारी र पूर्व पदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्नुभएका नेता केसीले यस्तो धारणा राख्नु भएको हो। उहाँले यथास्थिति अहिलेको विधि पद्धति र अनुहार लिएर जनताको बीचमा कांग्रेस जान नसक्ने जिकिर गर्नुभएको छ। साथै उहाँले अहिलेको विधि पद्धतिलाई व्यापक परिवर्तन गर्न जरुरी रहेको पनि बताउनुभयो। युवा पिढीको धारणालाई प्रतिनिधित्व गरेर अगाडि बढ्नुको विकल्प नरहेको उहाँले बताउनु भएको छ। उहाँले ऊर्जाशील समूहलाई अब पनि पार्टीका हरेक तहमा सम्मानजनक सहभागिता नगराए ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ। शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सभापति देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिनुभएको छ। नेता कोइरालाले आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले कार्यवाहक सभापतिको जिम्मेवारी अरूलाई दिएर महाधिवेशनको मिति तय गर्ने बाटोमा बनाउनु पर्ने उहाँको धारणा रहेको छ। उहाँले मङ्सिरसम्ममा पार्टीको नियमित महाधिवेशन को मिति तय हुने विश्वास समेत व्यक्त गर्नु भएको छ। नेता कोइरालाले अब बन्ने कार्यवाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताउनु भयो। कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरूको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गरिनुपर्ने बताउनु भएको छ। शनिबार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरूले पार्टीको हरेक तहका 40% युवाको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उहाँको सो धारणा आएको हो। उपसभापति गुरुङले पार्टीमा युवाहरूलाई समेट्न पनि सो कोटा आवश्यक रहेको तर्क गर्नुभएको छ। उहाँले पार्टीमा युवाहरूलाई समेट्ने कुरालाई व्यवस्था गर्न नमिल्ने पनि स्पष्ट पार्नुभयो। कांग्रेसका कार्यकर्ताहरू युवाको सहभागितालाई जोड दिन माग गर्दै सानेपा स्थित पार्टी मुख्यालयमा भेला भएका थिए। उनीहरूको माग सकारात्मक रहेको र त्यसलाई आगामी महाधिवेशनलाई सम्बोधन गर्ने उपसभापति गुरुङले बताउनु भएको छ। मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचार प्रसार गर्ने उद्देश्यले युवाहरूले सांस्कृतिक पहिरन अभियान सुरु गरेका छन्। जनकपुर धाममा युवा युवतीहरूले धोती कुर्ता तथा साडी लगाएर जम्मा भई अभियानको सुरुवात गरेका हुन्। पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकको रूपमा रहेको धोती कुर्ताप्रति बढ्दै गएको वितृष्णा कम गर्ने उद्देश्यले आफूहरूले संस्कृति पहिरन अभियानको सुरुवात गरेको युवा मोहन महतो कोइरीले जानकारी दिएका छन्। यसका साथै युवतीहरूमा समेत साडी फेसनको रूपमा मात्रै प्रयोग गर्ने गरिएकोमा युवतीहरूले चिन्ता व्यक्त गरेका छन्। धोती कुर्ता
तथा सारी लगायतका दर्जनौं युवा युवती गंगा सागरमा जम्मा भएर जनकपुर धाम स्थित जानकी मन्दिर पुगेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाव बढेको छ। जेएनजी आन्दोलन र त्यसपछिको प्रदर्शनपछि विघटित प्रतिनिधि सभाका प्रमुख दलहरूमा नेतृत्व हस्तान्तरणको माग भइरहेका बेला ओलीले पनि पद छाड्नु पर्ने माग भइरहेको छ। भक्तपुरको गुण्डुमा शुक्रबार बसेको एमाले सचिवालय बैठकमा नेताहरूले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका छन्। बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज गेवाली, अष्टलक्ष्मी साके, सुरेन्द्र पाण्डेले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका हुन्। उपाध्यक्ष रामबहादुर थापाले पनि जेएनजी आन्दोलनपछि नेतृत्वमा नैतिक प्रश्न उठेको बताउनु भएको थियो। नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने नेताहरूको माग आएको छ, एक पदाधिकारीले भनेका छन्। जेएनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने मत बलियो हुँदै गएको छ। तर ओली भने अझै नेतृत्व छाड्ने मनस्थितिमा पुग्नु भएको छैन। उहाँ आफ्नो स्वास्थ्यले साथ दिँदासम्म नेतृत्व नछाड्ने बताउँदै आइरहनु भएको छ। सचिवालय बैठकपछि उपमहासचिव प्रदीप गेवालीले महाधिवेशनले नेतृत्व र पुस्तान्तरणको विषयमा टुङ्गो लाग्ने बताउनु भएको छ। जेएनजी आन्दोलनका कारण एमालेको नेतृत्वको सरकार बहिर्गमन भएपछि ओलीलाई पनि पद छाड्न दबाव परेको छ। विगत पनि एमालेमा एउटै पदमा 2 कार्यकाल भन्दा बढी बस्न नपाउने र 70 वर्षीय उमेर हद लगाउनु पर्ने माग गरे पनि विधान महाधिवेशनमा उक्त प्रस्ताव असफल भएको थियो। ओलीको चाहना अनुसार नै प्रावधान हटाइएको थियो। भदौ 20 देखि 22 मा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि पनि अध्यक्ष बन्ने बाटो खुला गरिदिएको थियो। एमालेको विधान महाधिवेशनले पदाधिकारीको 70 वर्षीय उमेर हद र कार्यकारी पदमा 2 कार्यकाल भन्दा बढी बस्न नमिल्ने व्यवस्थालाई नयाँ विधानको मस्यौदाबाट हटाउँदै ओलीलाई पुनः अध्यक्ष हुने वैधानिक प्रावधान सुनिश्चित गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार विपद सङ्कटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गर्नुभएको छ। उहाँसँगै गृह सचिव रामेश्वर दङ्गाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ लगायतको टोलीले प्रभावित क्षेत्रको निरीक्षण एवं प्रभावितलाई राहत वितरण गरेको थियो। गत असोज 17, 18 र 19 गते परेको भीषण वर्षाका कारण क्षति भएको मेची राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरूको निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले जतिसक्दो छिटो राजमार्गलाई सुचारू गर्ने गरी सडक मर्मत तथा पुनर्निर्माण कार्य भइरहेको बताउनु भएको छ। साथै सरकारले विपदपछिको राहत वितरण तथा पुनर्स्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरू मिलेर अगाडि बढाइने समेत बताउनुभयो। पहिरोको कारण इलाम नगरपालिका वडा नम्बर 10 स्थित माई टापुमा 26 घर परिवार विस्थापित भएका छन्। उक्त विस्थापित परिवारको अस्थायी आवासको निरीक्षण तथा राहत वितरण गर्दै मन्त्री घिसिङले सरकार पीडितको साथमा रहेको र पुनर्स्थापनाको रूपमा स्थायी संरचना निर्माण गर्ने कार्य तुरुन्त अगाडि बढाइने विश्वास पनि व्यक्त गर्नु भएको छ। नेकपा एमालेका नेता एवं निवर्तमान सांसद महेश बर्तौलाले राज्य संयन्त्रमा अनधिकृत हस्तक्षेप भइरहेको आरोप लगाउनु भएको छ। यसले विधिको शासन र लोकतान्त्रिक मूल्यमा ठेस पुर्याइरहेको उहाँको भनाइरहेको छ। उहाँले यसलाई राज्य संरचनाभित्र अनुशासनहीनताको संज्ञा दिँदै अराजकता र भिडकै दबावमा राज्य चल्ने हो भने मुलुक दिशाहीन बन्न जाने पनि बताउनुभयो। राज्यका औपचारिक संयन्त्रहरूलाई अनधिकृत मानिसहरूले अनधिकृत ढङ्गबाट प्रवेश दिएर खुलमखुला महत्त्व दिएर अनधिकृत निर्देशन दिने कुरा, राज्यका सूचनाहरू माग गर्ने कुरा, के भयो के भएन भन्ने कुराको एउटा माथिल्लो तहको निकायले जस्तो तल निर्देशन जारी गर्नुपर्ने कुरा, त्यो किमार्थ लोक कल्याणकारी शासन व्यवस्थामा विधिको शासन वकालत गर्ने हामीहरूका लागि यो उपयुक्त कुरा होइन उहाँले भन्नुभएको छ। सरकारले अझै पनि आम मानिस र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको उहाँले जिकिर गर्नुभयो। दण्डहीनता फैलिन नदिने र विधिको शासन कायम गर्न परिभाषित जिम्मेवारी अनुसार राज्यका अङ्गहरूले निष्पक्ष, स्वतन्त्र र सहज रूपमा काम गर्न पाउनुपर्ने बर्तौलाको भनाइरहेको छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद माधव सापकोटा सुबोधले कोही कसैको लहरमा राज्य लाग्न नहुने बताउनु भएको छ। पछिल्ला दिनका निश्चित केही घटनाक्रमहरूलाई हेर्ने हो भने सरकारले दिएको संकेत सहज नभएको उहाँको टिप्पणी रहेको छ। जेएनजी आन्दोलनका क्रममा भएको नरसंहारको छानबिन गर्न आयोग बनिसकेको उल्लेख गर्दै सापकोटाले आयोगका प्रतिवेदनका आधारमा दोषी ठहर भएमा कारबाही गर्न सकिने पनि बताउनुभयो। केही युवाले प्रतिशोधका आधारमा कसैलाई समाउनु पर्छ भनेकै भरमा राज्य भावनामा बगेर प्रभावित भएर त्यतातिर लाग्न हुने उहाँको भनाइरहेको छ। पछिल्ला केही दिनका निश्चित केही घटनाक्रमहरूलाई तीखो आँखाले हेर्ने हो भने संकेत निको छैन, चाहे त्यो सिंहदरबार भित्रका छलफलहरू हुन् वा सिंहदरबार बाहिरका अभिव्यक्तिहरू नै किन नहुन्। उहाँले भन्नुभयो, त्यसलाई हामीले नजिकबाट राम्रोसँग निहालिरहेका छौँ। विधिभन्दा ठुलो माथि कोही पनि छैन। अस्थिरता सिर्जना गर्ने, मुठभेडको वातावरण बनाउने, बदला प्रतिशोधको परिस्थिति सिर्जना गर्ने र त्यसबाट विशृङ्खलताको र अराजकताको परिस्थिति सिर्जना गरेर पुरै स्टेट फेलियरमा लैजाने डिजाइन गरेर बसेको अदृश्य शक्तिलाई मद्दत गर्ने
गर्ने सापकोटाको भनाइरहेको छ। नरसंहारमा को छन् भन्ने कुराको एउटा आयोग बनेको छ। त्यो आयोगलाई अधिकार दिएको छ। उसले तथ्य प्रमाणका आधारमा लिखित प्रतिवेदन दिन्छ। यो प्रतिवेदनले दोषी ठहर भयो भने त्यसबेला बल्ल कसरी अगाडि बढ्ने भन्ने कुरा मार्ग प्रशस्त हुन्छ, सापकोटाले भन्नुभयो। राज संस्थाको वकालत गर्ने जेनजी एलायन्सले समाजका विभिन्न पक्षले आफूहरूलाई निषेधको व्यवहार गरेको आरोप लगाएको छ। पत्रकार, राजनैतिक शास्त्री, विश्लेषक, विचारहरूको व्यवहारबाट आजित भएको उसले जनाएको छ। राजावादी जेनजी एलायन्सले राष्ट्रपति र प्रधानमन्त्रीले जेनजीहरूसँगको वार्तामा आफूहरूलाई छुटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। चेतावनीको शैलीमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भनिएको छ, तपाईहरू जेनजीसँग वार्ता र छलफल भनी दलका नयाँ पुस्ताका कार्यकर्ता र विदेशी एजेन्टहरूसँग छलफल गरिरहनु भएको छ। यसको परिमाण राम्रो हुने छैन। जेनजी भनी मिडियामा आएका व्यक्तिहरू भ्रष्ट व्यवस्थाका समर्थक भएको आरोप लगाइएको छ। वास्तविक जेनजी राज संस्था पक्षधर मात्रै भएको उक्त एलायन्सले दाबी पनि गरेको छ। जेनजी एलायन्स फर मोनार्कीका प्रवक्ता सनातन रिजालले शनिबार वक्तव्य निकाल्दै राष्ट्रपति र प्रधानमन्त्रीले जेनजी भनी एकपक्षीय वार्ता र संवाद गरेको आरोप लगाएका छन्।